हेलो गाइजहरू, तपाईहरुलाई हामीले पहिला पानी खानीको मुहान देखाउन जाँदैछु गाइजहरू। पहिला हामीले चाहिँ कहाँबाट पानी खान्थ्यो भन्ने यहाँ हामी चाहिँ गाइज बोरिङ गर्दा हामीले चाहिँ यो ट्याङ्की बनाएको थियो अनि यहीँबाट पानी खान्थ्यो गाइजहरू। यही हो यहाँनिर यो छ गाइजहरू, यो धाराको डन्ठी हालेको छ। अहिले चाहिँ पानी सुकेको छ गाइजहरू। यहाँनिर के अरे पानी छैन, अहिले चाहिँ सुकेको छ। ट्याङ्की थियो है, अहिले चाहिँ पुरेको छ गाइजहरू। यहाँ एउटा पाइप थियो यहाँ, अन्त अहिले चाहिँ पानी पहिरोले पुरेर यस्तो भएको छ। यहाँनिर हाम्रो ट्याङ्की पहिलाको, अनि त्यहाँबाट पानी यहाँबाट आउँथ्यो, अहिले चाहिँ पुरेर यस्तो भएको छ। यहाँनिर ठाउँ ठाउँमा बोरिङ खनेर होला गाइजहरू, यस्तो भएको छ। अहिले चाहिँ यो चाहिँ माटोले पुरिरहेको छ। अहिले पनि सरसफाइ गर्ने हो भने पानी हुन्छ जस्तो लाग्छ। माटोले पुरिरहेको छ, तर यहाँनिर हाम्रो ट्याङ्की चाहिँ यस्तो है। हजुरहरूलाई देखाउँदैछु यहाँलाई, यही हो हाम्रो पहिलाको ट्याङ्की। र सबैजनाले फलो एन्ड सपोर्ट पनि गरिदिनु होला। हस् त, धन्यवाद।